उपस्थित सम्पूर्ण महानुभावहरूमा म कार्यक्रम सञ्चालिका रावी साक्यको हार्दिक अभिवादन। नेपालको गौरवमय इतिहास, मौलिक संस्कृति र बहुभाषिक साहित्यको क्षेत्रमा अनवरत रूपमा क्रियाशील रहँदै आएको संस्था नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको 5औं वार्षिक साधारण सभा तथा कविता वाचन कार्यक्रममा यहाँहरू सम्पूर्णमा सर्वप्रथम हार्दिक स्वागत छ। विक्रम सम्वत 2077 सालमा स्थापना भएको यस ट्रस्टले हाम्रो नेपाल मण्डलको सभ्यता, कला र वाङ्मयको संरक्षण तथा सम्वर्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको कुरा यहाँहरूमा विदितै छ। आजको यो विशेष दिनमा यस संस्थाका पूर्व पदाधिकारीज्यूहरूलाई ससम्मान बिदाई तथा नयाँ पदाधिकारीज्यूहरूलाई स्वागत गर्नुका साथसाथै हाम्रा स्रष्टाहरूका बेजोड कविताहरू सुन्न पनि यहाँ उपस्थित भएका छौँ। अब म कार्यक्रम ढिला नगरी अघि बढाउँदैछु आसन ग्रहण कार्यक्रमबाट। सर्वप्रथम आजको यस गरिमामय सभाको अध्यक्षता गरिदिनु हुन यस ट्रस्टका अध्यक्ष श्री सन्ध्या बज्राचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको यस सभाका प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन बागमती प्रदेशका पूर्व मन्त्री तथा बौद्धिक व्यक्तित्व डाक्टर अजय क्रान्ति साक्यज्यूलाई हार्दिक आमन्त्रण गर्दछु। यस्तै यस कार्यक्रमको विशेष अतिथिका रूपमा भाषा आयोगका माननीय सदस्य श्री सुरेश किरण महानन्दज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै गरी यस ट्रस्टका निवर्तमान अध्यक्ष एवं वरिष्ठ पत्रकार श्री सैम स्मिथज्यूलाई पनि मञ्चमा आसन ग्रहणका लागि सादर अनुरोध गर्दछु। यस्तै गरी सञ्चालक समितिको तर्फबाट साहित्यकार एवं कवियत्री श्रीमती अञ्जना ताम्राकारज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै यस संस्थाका सम्पूर्ण सञ्चालक महानुभावहरू डाक्टर स्मृति साक्य, श्री विजयलक्ष्मी साक्य, श्री राज महर्जनज्यूलाई पनि यथास्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अब म प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यूबाट मानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाइदिनु होला। धन्यवाद अजय क्रान्ति साक्यज्यू। अब कार्यक्रमलाई अघि बढाउँदैछु स्वागत मन्तव्यबाट। यसका लागि म यस संस्थाका सञ्चालक श्रीमती विजयलक्ष्मी साक्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार, जोजोलप्पा, गुड आफ्टरनुन। आजको यस कार्यक्रमका सभापतिज्यू सन्ध्या बज्राचार्यज्यू, हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनुभएका प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यू, विशेष अतिथि सुरेश किरण महानन्दज्यू, निवर्तमान अध्यक्ष श्री श्याम स्मृतिज्यू, सञ्चालक समितिका साथीहरू, सम्पूर्ण अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण साहित्य र संस्कृति प्रेमी दिदी बहिनी तथा दाजुभाइहरू, म विजयलक्ष्मी साक्य नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको तर्फबाट यहाँहरू सबैलाई आजको यो 5औं वार्षिक साधारण सभा तथा कविता वाचन कार्यक्रममा हृदयदेखि नै स्वागत गर्दछु। आजको दिन हाम्रो संस्थाको लागि एकदमै खुसीको दिन हो। हामीले सफलतापूर्वक 5 वर्ष पुरा गरेका छौँ। यो 5 वर्षको यात्रामा यहाँहरूले हामीलाई गर्नुभएको माया र सहयोगको लागि म धेरै धन्यवाद दिन चाहन्छु। आज हामी दुईवटा कामको लागि यहाँ भेला भएका छौँ। एउटा हाम्रो संस्थाको वार्षिक साधारण सम्पन्न गर्न र अर्को मिठो कविताहरू
सुनेर रमाइलो गर्न। हाम्रो संस्था सधैँ हाम्रो भाषा, साहित्य र संस्कृतिलाई जोगाउन लागिरहनेछ। आज वाचन हुने कविताहरूले हाम्रो मन जित्नेछ भन्ने मैले विश्वास लिएको छु। अन्त्यमा आफ्नो व्यस्त समय निकालेर यहाँ आइदिनु भएकोमा प्रमुख अतिथिज्यू लगायत यहाँ उपस्थित सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद र पुनः एकपटक स्वागत गर्न चाहन्छु। हाम्रो यो कार्यक्रम रमाइलो र सफल होस्। धन्यवाद। नमस्कार। यहाँले हृदयदेखि गर्नुभएको स्वागतका लागि धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौँ। अब भने नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको पूर्व सञ्चालक सदस्यहरू एवं पदाधिकारीज्यूहरूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। यसका लागि यस सभाका प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यू र यस संस्थाका वर्तमान अध्यक्ष श्री सन्ध्या वज्राचार्यज्यूलाई ट्रस्टका पूर्व सदस्यहरू एवं पदाधिकारीज्यूहरूलाई उहाँहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि यस संस्थाका निवर्तमान अध्यक्ष श्री स्याम स्मिथज्यूलाई हार्दिक अनुरोध गर्दछु। इसने यस संस्थाका सञ्चालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर स्मृति साक्यज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यसले यस संस्थाका सञ्चालक श्री सुशान्त साक्यज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसले यस संस्थाका सञ्चालक तथा भाषा आयोगका माननीय सदस्य एवं आजका कार्यक्रमका विशेष अतिथि श्री सुरेश किरण मानन्धरज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसले आजका हाम्रा प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मन्त्री, बौद्धिक व्यक्तित्व, लेखक, संगीतकार तथा साहित्यकार डाक्टर अजय क्रान्ति साक्यज्यूलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई मायाको चिनो प्रदान गरिदिनु हुन अध्यक्ष श्री सन्ध्या वज्राचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। मायाको चिनो वितरण कार्यक्रम यही समाप्त भएको छ। अब हामी यस ट्रस्टका पूर्व अध्यक्ष श्री स्याम स्मिथ ज्यूलाई आफ्नो सार्वजनिक मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। उहाँका कार्यकालमा हामीले करिब आधा दर्जन भन्दा बढी विषयमा अध्ययन अनुसन्धान गर्न सफल भएका छौँ। यस्तै कविता वाचनदेखि अरू विभिन्न कार्यक्रमहरू हामीले सम्पन्न गरेका छौँ। उहाँले यस संस्थालाई पुर्याउनु भएको योगदानका लागि हामी सबैले एकचोटि जोरदारका साथ ताली बजाएर उहाँलाई सम्मान गरौँ। सबैलाई नमस्कार छ। नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टमा
आज 5औं वार्षिक साधारण सभामा आउनुभएको सबै हाम्रा विशेष अतिथि प्रमुख अतिथि अनि सभापतिजी र आदरणीय सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु र हिजो जस्तो लाग्छ नेपाल मण्डल लिटरेचर एन्ड कल्चर ट्रस्ट स्थापना भएको हेर्दा हेर्दै 5 वर्ष भइसकेको छ। मलाई त 5 दिन पनि सकेको छ जस्तो लाग्छ, तर 5 वर्ष भइसकेको छ। 5 वर्ष अवधिमा हामीले विशेष गरेर भाषा, कला, संस्कृति अनि साहित्य सम्पदा क्षेत्रमा छोटो अवधिमा हुन त धेरै गरेका छौँ जस्तो लाग्छ, तर धेरै पनि जस्तो लाग्छ। किनकि यो क्षेत्रमा हाम्रा दिग्गज साथीहरू, दिग्गज व्यक्तित्व विशेषहरूले चाहिँ धेरै राम्रा राम्रा कार्य गर्नुभएको छ। नेपाल मण्डलहरू चाहिँ अझै पनि काठमाडौँ, भक्तपुर, ललितपुरलाई समस्त गरेर नेपाल मण्डल भन्ने गरेको छ र त्यो नेपाल मण्डलभित्रका हाम्रा भाषा, कला, संस्कृति सम्पदालाई जे जस्तो गरेर हामीले गर्न सकेका छौँ भित्रका कुराहरूलाई चाहिँ हामीले विभिन्न अध्ययन अनुसन्धानबाट चाहिँ अगाडि बढाउने कार्य चाहिँ यो 5 वर्ष अवधिमा हाम्रा धेरै साथीहरू यहाँ भएका व्यक्ति विशेष र यो संस्थासँग आबद्ध भएका र नभएका सबै साथीहरूले सहभागी भएको छ। त्यस कारण मलाई गर्वले एकदमै खुसी लागेको छ। नेपाल मण्डल लिटरेचर एन्ड कल्चर ट्रस्टको वार्षिक साधारण सभामा आउँदाखेरि यति धेरै सहयोग पाएको छ, यति धेरै सम्मान पाएको छ, जान्छौँ कुरा अवश्य होइन। किनकि सम्पदा, संस्कृति, भाषा भनेको हाम्रो ज्यान हो। यदि भाषा, संस्कृति, सम्पदा भएन भने हामी कहिले पनि रहन सक्दैनौँ। यदि यस कारणले भाषा, संस्कृति, सम्पदाहरू हाम्रो ज्यान हो। यो सम्पदा बचाउनको लागि, संस्कृति बचाउनको लागि, साहित्य बचाउनको लागि नेपाल मण्डल लिटरेचर एन्ड कल्चर ट्रस्टको स्थापना भएको तपाईँलाई जानकारी गराउन चाहन्छु। र यो नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्ट यहाँसम्म आउनमा सामान्य कुरा अवश्य थिएन। विशेष गरेर यो कल्चर ट्रस्टको स्थापनाको परिकल्पना गर्ने हाम्रो डाक्टर साहब हुनुहुन्छ, डाक्टर अजय क्रान्ति साके, जुनलाई उहाँलाई नमन गर्न चाहन्छु। जे जस्तो भए पनि नेपाल मण्डलको संस्कृति, कला र सम्पदालाई यहाँसम्म उजागर गर्नुपर्छ र गराउनुपर्छ भन्ने धारणा व्यक्त गर्ने उहाँ परिकल्पनाकार हुनुहुन्छ। उहाँलाई हामी सम्मान स्वरूप ताली बजाएर बधाई दिन चाहन्छु, किनकि उहाँको सहयोग साथ र उहाँको परिकल्पना नै हो नेपाल मण्डल भनेको। र नेपाल मण्डल उहाँ बागमती प्रदेशको सभासद हुँदाखेरि उहाँले नेपाल मण्डल यो बागमती प्रदेश होइन कि नेपाल मण्डल प्रदेश राख्नुपर्छ भनेर पहिलोपटक नै संसदमा आवाज उठाउने व्यक्तित्व हुनुहुन्छ। हुन त उहाँ अब 24 घण्टा मुख्यमन्त्री होस् या 1 महिना मुख्यमन्त्री, मन्त्री त मन्त्री हो, त्यति धेरै परिवर्तन गर्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँ जस्तो व्यक्तित्व यो संस्थाले संरक्षकको रूपमा हामीले पाएको छ र त्यसको साथमा कुलदाई लगायतका धेरै व्यक्ति विशेषहरू हुनुहुन्छ, हामीलाई साथ दिने, सहयोग गर्ने हुनुहुन्छ। त्यसकारण एकदम गौरव लागिरहेको छ 5औं वार्षिक साधारण सभासम्म आउँदाखेरि। र थोर बहुत भए पनि हामीले यो क्षेत्रमा राम्रो काम गरेर जस्तो मलाई लागिरहेको छ। र अब उपरान्त अझ नयाँ कार्य समिति आउनुभएको छ, सन्ध्या बज्राचार्यजीको कार्य समितिलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको साथ र सहयोगले अझ अगाडि बढ्ने छ भने मैले अपेक्षा गरेको छु। धेरै धेरै धन्यवाद। हस्, नमस्कार। अब यस संस्थाका नयाँ पदाधिकारीज्यूहरू सहित नयाँ सञ्चालकज्यूहरूलाई खादा प्रदान गरी सबैलाई स्वागत सम्मान गरिदिनु हुन पूर्व अध्यक्ष श्री स्याम स्मिथज्यूलाई हार्दिक अनुरोध गर्दछु। श्री सन्ध्या बज्राचार्यज्यू, उहाँ यस संस्थाका वर्तमान अध्यक्ष। सबैजनाले ताली बजाइदिनु होला। नयाँ सञ्चालकज्यूहरू श्री अञ्जना ताम्राकारज्यू, श्री विजय लक्ष्मीज्यू, श्री राज महर्जनज्यू, सबैले ताली बजाइदिनु होला। धन्यवाद। अब हाम्रा आजका अतिथिज्यूहरूबाट मन्तव्य दिने कार्यक्रम रहेको छ। यसका लागि सर्वप्रथम आजका विशेष अतिथि श्री सुरेश किरण मानन्दज्यूलाई सादर अनुरोध गर्दछु। उहाँ यस संस्थाका सञ्चालक हुनुहुन्छ भने भाषा आयोगका माननीय सदस्य एवं साहित्यकार, पत्रकार, लेखक, सम्पादक आदि विविध गुणले भरिपूर्ण हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। नमस्कार, जय जय नेपाल। नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको
साधारण सभाको अध्यक्षता गर्नुभएका हाम्रा नयाँ अध्यक्ष श्री सन्ध्या बजाचार्यज्यू, हाम्रो प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यू र पूर्व अध्यक्ष श्याम स्मितज्यू र डासमा आसिन अञ्जना ताम्राकारज्यू र यहाँ उपस्थित सबै आदरणीय बन्धुहरूमा मेरो हार्दिक अभिवादन। नेपाल मण्डल कल्चरल ट्रस्ट हामीले 5 वर्ष अगाडि एउटा जुन कल्पना गरेर स्थापना गरेका थियौँ, त्यो स्थापना आज 5 वर्ष पुग्यो र श्यामजीले भन्नुभयो जस्तो हिजो अस्ति मात्रै हामीले थालेका थियौँ जस्तो लाग्थ्यो, तर काम गर्दा गर्दै 5 वर्ष पुगिसकेको रहेछ। यो संस्थाको हामीले परिकल्पना कुन बेला गरेका थियौँ त भन्दाखेरि हामी त्यति बेला काठमाडौँ महानगरपालिकाको एउटा रिसर्चको काममा आबद्ध थियौँ। महानगरपालिकाका तत्कालीन मेयर श्री विद्यासुन्दर साक्यजीले हामीलाई एउटा जिम्मेवारी दिनुभएको थियो। त्यो के त भन्दाखेरि काठमाडौँमा मनाइने सबैभन्दा प्रमुख जात्राहरूमध्ये एक जात्रा इन्द्र जात्राको बारेमा अध्ययन अनुसन्धान गरी एउटा किताब निकाल्ने जिम्मेवारी उहाँले दिनुभएको थियो। र त्यसमा डाक्टर साक्य, म र हाम्रो सन्ध्याजी आबद्ध थियौँ र त्यो काम गर्दा गर्दै नै त्यो कोरोनाको समय भएको कारणले हामीले डाक्टर अजय क्रान्ति साक्यज्यू घरमा बसेर त्यसको अध्ययन अनुसन्धान गर्दै थियौँ, विभिन्न किताबहरू पढ्दै थियौँ। त्यो पढ्दा पढ्दै हामीले के देख्यौँ त भन्दाखेरि नेपाल, त्यसमाथि नेपाल मण्डल काठमाडौँ उपत्यका विभिन्न कला संस्कृतिहरूले भरिएको ठाउँ। यो ठाउँमा जति यो सानो एरियामा जति संस्कृतिहरू छन् त्यो संसारको कुनै पनि ठाउँमा पाउन बिरलै हुन सक्दछ होला। ती संस्कृतिहरूको अध्ययन गर्दाखेरि हामीले विभिन्न देशी विदेशी अनुसन्धानदाताहरू लेखकहरूको किताब पढ्यौँ। त्यो किताबहरू पढ्दै जाँदाखेरि हामीले के देख्यौँ त भन्दाखेरि नेपाल मण्डलको यो नेवा सभ्यतामा जोडिएका संस्कृतिहरूको बारेमा अरू समुदायले लेखेका अध्ययन अनुसन्धानहरू अत्यन्त अपुरा छन्। कतिपय अनुसन्धानहरू भ्रामक पनि देखिए, गलत पनि देखिए, जसले गर्दाखेरि हाम्रो नेपाल मण्डलको संस्कृतिको गलत व्याख्या हुन सक्ने, त्यसलाई गलत रूपले बुझ्न सक्ने खतरा पनि देखियो। त्यसपछि हामीले एउटा के सोच्यौँ भन्दाखेरि यो संस्कृतिहरूको हामीले आफ्नै मौलिक ढङ्गले अध्ययन अनुसन्धान गर्नु जरुरी छ। होइन भनेदेखि चाहिँ यो तथाकथित विद्वानहरूले, विज्ञहरूले हाम्रो संस्कृति र कलाको अभिव्याख्या गरेर संसारभरि हामीलाई बदनाम गराउने खालको समेत खतराहरू उत्पन्न हुन सक्ने खतरा देखियो। त्यसमध्ये हामीले खास गरी हाम्रो अत्यन्त सम्मानित कुमारी संस्कृतिबारे अत्यन्त गलत कुराहरू लेखिएका पनि देख्यौँ। त्यही बेला हामीले चाहिँ सोच्यौँ कि अब हामी आफ्नै ढङ्गले पनि हाम्रा संस्कृतिहरूको बारे अध्ययन अनुसन्धान गर्नु जरुरी छ। त्यसकै लागि हामीले यो नेपाल मण्डल कल्चरल ट्रस्ट चाहिँ स्थापना गऱ्यौँ। त्यसपछि हामीले काठमाडौँ उपत्यकामा मनाइने विभिन्न जात्राहरूको बारेमा अध्ययन गऱ्यौँ। जस्तो हाम्रो सेतो मच्छिनाटको जात्रा, पाँचहरेको जात्रा, पचौली भैरवको जात्रा, यहाँ मनाइने अरू पनि जात्राहरूको बारेमा हामीले अध्ययन अनुसन्धान गऱ्यौँ र त्यो हाम्रो किताब तयार नै छ। हामी समयक्रममा त्यसलाई निकाल्ने नै छौँ। त्यसै हिसाबले हामीले यो कामहरू गरेका थियौँ, जारी नै छ। र यो 5 वर्षभित्रमा हामीले जति सोचेका थियौँ काम गर्न, अझै पनि हामीले त्यो गर्न सकिरहेका छैनौँ। अब नयाँ नेतृत्व हाम्रो सन्ध्या बजाचार्यज्यूको काँधमा आएको छ। उहाँ अब भारतबाट होटल म्यानेजमेन्टमा मास्टर्स डिग्री सकाउनु भएको, त्यसपछि बुद्ध धर्मको मास्टर्स डिग्री सकाउनु भएको, त्यसपछि संस्कृति विषयमा मास्टर्स डिग्री सकाउनु भएको, 3टा मास्टर्स डिग्रीको उहाँसँग चाहिँ एउटा अनुभव त्यो छ। र हामीलाई के विश्वास छ भने त्यो उहाँको यो अनुभव र अध्ययनले हाम्रो नेपाल मण्डल कल्चरल ट्रस्टलाई अझ अगाडि बढाउन अत्यन्त त्यो सहयोग पुग्ने नै छ। हामीले पुरा गर्न खोजेका हाम्रो पाइपलाइनमा रहेका कामहरू उहाँको नेतृत्वमा अब अगाडि बढ्नेछ। त्यसलाई हामी सबै साथमा त रहन्छौँ नै, यहाँ पनि सबैबाट चाहिँ त्यसको साथ सहयोग प्राप्त हुने नै छ भन्ने हामीले आशा राखेका छौँ। यो कामहरू अगाडि बढ्नु भनेको उहाँ सफल हुनु मात्रै होइन, नेपाल मण्डल कल्चरल ट्रस्ट मात्रै सफल हुनु होइन, त्यो हुनु भनेको हाम्रो नेपाल मण्डलभित्र मनाइने विभिन्न जात्रा पर्वहरू, संस्कृतिहरू, जुन संस्कृति भनेको नेपालको पहिचान पनि हो संसारभरि, त्यो संस्कृतिलाई सही ढङ्गले अगाडि बढाउने र त्यसकै आधारमा नेपाल संसारभरि नेपाललाई परिचित गराउने काम पनि हुनेछ। त्यसैले नेपाल मण्डल कल्चरल ट्रस्टको काम भनेको एउटा संस्थाको मात्रै काम होइन, त्यसले
मुलुकलाई संसारभरि परिचित गराउने एउटा जिम्मेवारी पनि वहन गरेको छ। त्यो जिम्मेवारी वहन गराउने काममा, अगाडि बढ्ने काममा उहाँलाई हामी सबैले साथ दिउँ। यहाँहरूको सबैको साथ पहिले जस्तै अहिले पनि प्राप्त हुनुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। यति भन्ने मेरो सानो मन्तव्य यही टुङ्गाउँछु। धन्यवाद। अब म आजको कार्यक्रमका विशेष आकर्षण, यस कार्यक्रमका प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यूलाई आफ्नो सार्वजनिक मन्तव्य राख्नुका साथै उहाँको सृजनात्मक कौशली अर्थात् कविता वाचन गरिदिनु हुन समेत उहाँलाई सादर आमन्त्रण गर्दछु। धन्यवाद। उहाँले सुरुमै कविता वाचन गरिदिनु भनेर अनुरोध गर्नुभयो, त्यसको लागि पनि धन्यवाद। आज यस सभाका अध्यक्षता गरिरहनुभएका र यस संस्थाका वर्तमान अध्यक्ष श्री सन्ध्या बज्राचार्यज्यू, यस्तै यस संस्थाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार सामी स्मितज्यू, यस्तै मञ्च महासिंह भाषा आयोगका माननीय सदस्य एवं मेरो मित्र र उहाँ साहित्यकार, त्यस्तै वरिष्ठ पत्रकार सम्पादक, उहाँका अनेकन उपमाहरू छन्, सुरेश केदार मानन्द्रज्यू अनि अञ्जना तामाकारज्यू, उहाँ हाइकु सन्दर्भमा चर्चित हुनुहुन्छ। उहाँको हाइकु प्रकाशन भएको छ र साहित्यकार हुनुहुन्छ अञ्जना तामाकारज्यू लगायत मेरो अगाडि हाम्रो समाजसेवी कुलभक्त साकी हुनुहुन्छ, डाक्टर स्मृति साकी हुनुहुन्छ, यस्तै हाम्रा सम्पादक मोहन वास्तोलाजी हुनुहुन्छ, त्यस्तै लगायत हाम्रा विभिन्न क्षेत्रका महानुभावहरू सबैमा सर्वप्रथम मेरो हार्दिक अभिवादन। आज नेपाल मण्डल ट्रस्टको सन्दर्भमा हाम्रा मित्र सुरेश केदार मानन्दज्यूले सविस्तार बताइसक्नु भएको छ। यस संस्था कसरी फर्मेसन भयो र यो संस्थाले कसरी काम अघि बढाउनेछ भन्ने विषयमा उहाँले संक्षिप्तमा यहाँहरू समक्ष जानकारी दिइसक्नु भएको छ। त्यसैले मैले यस संस्थाको बारे त्यति भनिरहनु परेन। तर यस संस्थाले काठमाडौँ महानगरपालिकासँग मिलेर काठमाडौँ महानगरपालिकाका हालका उपमेयर सुनिता जङ्गलज्यूको सहयोगमा हामीले 2-4वटा विषयमा अध्ययन अनुसन्धान गर्न मौका पाएका छौँ यो संस्था मार्फत, र त्यसमा म पनि सहभागी हुन मौका पाएँ। यस्तै गरेर 6-7वटा विषयमा हाम्रो अध्ययन अनुसन्धान गर्नलाई अरविन्द मानसिंहज्यू लगायत उहाँका टिम हुनुहुन्थ्यो। उहाँहरूले 5 लगायत अरू अन्य विषयमा अध्ययन अनुसन्धान गर्नुभएको थियो। त्यस्तै यो हाम्रो जनवादेवको त्यो जात्राको विषयमा शरद कसारजी हुनुहुन्थ्यो, उहाँले अध्ययन अनुसन्धान गर्नुभएको थियो। र यसरी नेपाल मण्डल ट्रस्टले अहिलेसम्म करिब 8वटा विषयमा अध्ययन अनुसन्धान गरेर पुस्तक प्रकाशनको लागि रेडी पारिराख्नु भएको छ, तयार छ। र अब कसैले प्रायोजन गरिदिनु भयो र त्यसको लागि बजेटको मिल्यो भने सम्भवतः यस संस्थाबाट ती विषयका, ती अनुसन्धानमूलक विषयका पुस्तकहरू चाँडै नै यस संस्थाले प्रकाशन गरिनेछ। त्यसको लागि पनि आज यो 5औं वार्षिक साधारण सभाको सन्दर्भमा मैले उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छु। र यस अलावा यस संस्थाले योभन्दा करिब 2 वर्ष अगाडि नेपाल ब्याङ्केटमा कविता वाचन को एउटा भव्य कार्यक्रम गर्नुभएको थियो। त्यसमा पनि मैले आफूले कविता वाचन गर्ने मौका पाएको थिएँ। र आज पनि हाम्रो उद्घोषक बहिनी रावी साकेजीले कविता वाचनलाई अनुरोध गर्नुभएको छ। त्यसकारण अब लामो अरू विषयमा नगइकन म यहाँ समक्ष मेरो एउटा गद्यात्मक कविता प्रस्तुत गर्न चाहन्छु। यो कविता विशेष गरेर यो लाओत्सुको दर्शन
सम्बन्धित मतलब सम्बन्धित छ। लाओत्सूको दर्शनमा फ्लो विथ लाइफ भन्ने जुन उहाँको प्रमुख दर्शन छ त्यसमा त्योसँग सम्बन्धित भएर अथवा त्यस्तै किसिमको मेसेजको रूपमा चाहिँ यस कवितामा मैले दर्शाउने प्रयास गरेको छु। र अब अहिले यहाँ समक्ष म कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक अस्तित्वको खोजी। आकाश दङदङती जलिरहेको थियो, नदीहरू पग्लिएका फलाम जस्ता थिए। आकाश दङदङती जलिरहेको थियो, नदीहरू पग्लिएका फलाम जस्ता थिए र पहाडहरू इस्पात जस्तै जलिरहेको देखिन्थ्यो। म भने नितान्त एक्लो, त्यो प्रलयको रापमा पनि उस्तै एक्लो थिएँ। टाढा क्षितिजमा जहाँ सूर्योदयको अनुपम सुन्दरता हुन्थ्यो, अब त्यो केवल इतिहासको धुमिल स्मृति बनिसकेको थियो। र त्यहाँ आगोको मुस्लोहरूसँग खेलिरहेका केही अस्पष्ट र भयावह आकृतिहरू देखिन्थ्यो। अनि म एकाकीपनको भयबाट भाग्दै त्यहाँ पुग्न खोजेँ। जति नजिक गएँ दृश्यहरू उति स्पष्ट हुँदै गए। धैर्यको बाँध अलिक कसिलो पारे, तर अचानक म त्यहाँबाट पनि भाग्न विवश भएँ। किनकि त्यहाँ गिद्धहरू रमाइरहेका थिए। म जस्तै मानिसहरूको शरीरको चोक्ताहरू लुच्दै थिए। त्यसैले म त्यहाँबाट पनि भागेँ। भाग्दै अन्ततः मेरो खुट्टाहरू लडबडिन थाले, मेरा पाइलाहरू अपाइज हुन थाले र म त्यहीँ थालेँ, एउटा लाचार शिकार चाहिँ। अनि ती गिद्धहरू म माथि पनि चम्टिए। तिनले मेरो आँखा, कान अनि मुख गर्दै क्रमशः सबै लुचेर खाए। म नदेख्ने भएँ, म नसुन्ने भएँ, म बोल्न नसक्ने भएँ। म आँखा, कान र मुख बिनाको मान्छे बन्न पुगेँ। अन्ततः म एउटा इन्द्रियविहीन रित्तो शरीर बन्न पुगेँ। अनि बाँकी रह्यो त केवल एउटा जीर्ण अस्थिर पञ्जर। आखिर सङ्घर्ष त हो। मेरो अस्तित्व त्यो अस्थिर पञ्जरमै भए पनि अडिन खोज्दै थियो। तर विडम्बना, पग्लेको फलामे नदीले त्यो अवशेषलाई पनि आफैमा विलिन पार्यो। अनि म शून्यमा शून्यसरी बिलाएँ। मलाई आफ्नै अस्तित्वको पनि पत्तो भएन। अस्तित्वविहीन हुँदै पनि। अनि अन्तिम पटक म चिच्चाएर सोध्दै थिएँ, यो विशाल संसारका समस्त अस्तित्वहरूलाई कहाँ छ म जस्तो मानिसको अस्तित्व? खोइ कहाँ छ मेरो अस्तित्व? खोइ मेरो अस्तित्व? तर चारैतिर एउटा स्वार्थी मौनता मात्र थियो। सायद उनीहरू पनि आफ्नै अस्तित्वको युद्धमा थिए। सायद उनीहरू पनि आफ्नै हराएको अस्तित्व खोज्दै थिए। सायद व्यस्त, विवश र विलीन थिए। यतिकैमा म झसङ्ग भिउजिएछु। सायद म बेहोसीमै थिएँ। तर अब भिउजिसकेको छु र बुझ्दैछु, म त बेर्दै लोभ, मोह, तृष्णाको जालोसहित भयानक सारहीन सङ्घर्षको भुमरीमा पो फसेको रहेछु। व्यर्थको झुठो निस्सार पहिचान र अस्तित्वको खोजीमा पो प्रकृति विरुद्ध युद्ध गरेको रहेछु। तर अब त म होसमा छु। त्यसैले जीवनको प्रवाहसँग पो जीवन बहनुपर्ने सत्यताका लागि, ब्रह्माण्डको तरङ्गसँगै तरङ्गित हुनुपर्ने सत्यताका लागि अब म समयसँगै बग्दैछु। तरङ्गित चेतनाको प्रभावको अस्तित्वको खोजीमा। धन्यवाद। Once more, sir. म फेरि पनि एउटा मिठो
कविताका लागि डाक्टर अजय क्रान्ति साकेज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्लिज वान्स मोर। ल उहाँले फेरि भन्नुभयो तपाईँलाई फेरि ढिलो हुने हो कि कविता वाचन गर्नु त्यहाँ थुप्रैको बाँकी छ। अब मैले प्रेम सम्बन्धी एउटा कविता, गद्यात्मक कविता यो पनि। मेरो सायरीहरू तपाईँले युट्युबमा हेर्न सक्नुहुनेछ। डिआर अजय क्रान्ति युट्युबमा मेरो करिब 200वटा सायरीहरू त्यसमा भिजुअल छ, त्यो पनि तपाईँले हेर्न सक्नुहुनेछ, त्यसमा जोडिन सक्नुहुनेछ। र यो भने चाहिँ गद्यात्मक कविता भएन छ। यसको शीर्षक छ प्रेमको दस्तावेज। मेरो प्रेमको यो खुल्ला पाण्डुलिपिमा, मेरो प्रेमको यो खुल्ला पाण्डुलिपिलाई तिमीले कहिले पढ्ने चेष्टा नै गरेनौ। केवल पानाहरू पल्टाउँदै च्यात्दै मिल्काउँदै बस्यो। हाम्रो सामीप्यताका ती सुनौला अध्यायहरू अब त च्यातिएर तुजा तुजा भइसकेको छन् क्या र। त्यसैले त यसलाई अर्थहीन संज्ञा दिँदै तिमीले मेरो अमूल्य अस्तित्वलाई नै रद्दी टोकरीमा मिल्काइदियो। तर के थाहा तिमीलाई, ती छेद विच्छेद पानाहरूमा मेरा अमूर्त संवेदनाहरू पोखिएका छन्। हरेक शब्दमा तिम्रो वियोगको छटपटी र मौन रोदनहरू कोरिएका छन्। सायद तिम्रो छातीभित्र धर्किने मुटु छैन होला, त्यसैले त मेरो समर्पणलाई स्वार्थको प्रपञ्च भनी अर्थ्यायो। तर होइन प्रिय, सयौँ ठेस र चोटहरू सहेर पनि मैले त्यहाँ तिम्रै सुखको मार्गचित्र कोरेको थिएँ। तिम्रै सुन्दर भविष्यका रङ्गीन सपनाहरू बुनेका थिए। तर तिमीले मलाई सधैँ टाढाको एउटा धमिलो तारा बनायो। म भने तिम्रो आकाशमा पिलपिल पिलपिल जलिरहे। ठिकै छ, तिम्रो मुखमा मुस्कान फुल्छ भने मेरो आँखाबाट थप 2 थोपा आँसु खसेर के भयो त? म त उदासी सहरको रैथाइने भइसकेँ अब। अब तिम्रो तिरस्कारले थप के दुखाउला र? तर एउटा अन्तिम अनुरोध, ती फ्याँकिएका पानाहरूलाई पुनः एकपटक प्रेमले सँगाल्नु। आफ्नै सुखका लागि भए पनि एकपटक भरेर बुझ्नु। त्यहाँ मेरो यौवनभन्दा माथि उठेका निस्वार्थ अनुराग भेट्नेछौ। स्वर्णिम अक्षरमा लेखेका एउटा पवित्र दस्तावेज भेट्नेछौ। त्यहाँ केवल तिम्रै लागि गरेका उत्सर्गहरू र मेरो चोखो प्रेमको दस्तावेज पाउनेछौ। धन्यवाद। धन्यवाद। साहित्य र सङ्गीत हाम्रो प्राण हो। अबको केही क्षण हामी पूर्ण रूपमा कवितामय भएर रमाउनेछौँ। सर्वप्रथम आफ्नो सुन्दर कविता वाचन गरिदिनु हुन म कवयित्री श्री अञ्जना ताम्राकारज्यूलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद उद्घोषकज्यू। यो कविताको शीर्षक छ आमाको पुकार। शहीदको आमाको पुकार। मलाई त्यो शहीद जुन भइरहेको थियो त्यो बेलामा अलिकति चस्सो मनमा लागेर मैले केही दुई हरफ कोरेको थिएँ। म आज त्यही पढेर सुनाउन चाहन्छु यहाँहरूको समक्ष। म अञ्जना ताम्राकार। कोखबाट मेरो जन्मिएको थियो तिमी एक दिन, कोखबाट मेरो जन्मिएको थियो तिमी एक दिन, थियो तिमी प्रति आशा अनेक अनि सपना अपार, थियो तिमी प्रति आशा अनेक अनि सपना अपार। तर उठायो तिमीले देशको लागि बुलन्द आवाज, तर उठायो तिमीले देशको लागि बुलन्द आवाज। टुक्रियो दिल निभ्यो आस छोरो मेरो भयो शहीद, टुक्रियो दिल निभ्यो आस छोरो मेरो भयो शहीद। टुक्रियो सपना निभ्यो आस भयो धुजा धुजा मुटु मेरो,
च्याटियो मुटु छटपटिए च्याटियो मुटु छटपटिए देखि रक्ताम्य तिम्रो त्यो कोमल शरीर च्याटियो मुटु छटपटिदिए देखि रक्ताम्य तिम्रो त्यो कोमल शरीर चर्र चर्कियो हृदय सिसा झैँ चर्र चर्कियो हृदय सिसा झैँ बन्यो आँखा आँसुको आहाल दन्कियो मुस्लो आगोको सरी दुःख मुटुमा दन्दनी दन्कियो मुस्लो आगोको सरी दुःख मुटुमा दन्दनी रहेसम्म सास मेरो मिट्ने छैन छोरा तिम्रो त्यो याद त्यो तिम्रो एक खुट्टाको रगताम्य जुत्ता त्यो तिम्रो एउटा मात्रै रगताम्य जुत्ता त्यो तिम्रो टुक्रिएको चस्माको टुक्रा त्यो तिम्रो टुक्रिएको चस्माको टुक्रा तिमीले छोडेर गएको तिमीले रोपेर गएको बिरुवा रहनेछ सधैँ स्मरणमा छोरा शहीद भयो मेरो एउटा टुट्यो सपना भत्क्यो आशा थियो सिकाएको मेरो मुटुका टुक्रालाई मैले गर्नुपर्छ के थियो सिकाएको मेरो मुटुका टुक्रालाई मैले गर्नुपर्छ के देशको हित निम्ति के हो हाम्रो कर्तव्य देशको हितको निम्ति के हो हाम्रो कर्तव्य तर मैले कहिले नि सपनामै सोचेको थिएन तर मैले कहिले पनि सपनामै सोचेको थिएन हुनेछ छोरो मेरो एक दिन देशको लागि शहीद हुनेछ छोरो मेरो एक दिन देशको लागि शहीद टुट्यो सपना निभ्यो आस कहिले गर्छु म आफ्नो कोखप्रति गर्व कहिले गर्छु म आफ्नो कोखप्रति गर्व तिम्रो बलिदानले भयो देश निरङ्कुश तन्त्रबाट स्वतन्त्र तिम्रो बलिदानले भयो मेरो देश तिम्रो भयो देश निरङ्कुश तन्त्रबाट स्वतन्त्र गर्यो देश र समाजको लागि तिमीले अबल बलिदान गर्यो देश र समाजको लागि तिमीले अबल बलिदान पुस्तौँसम्म गर्वले सम्झिन्छ तिम्रो योगदान तिमीले रचेको छ एउटा महान इतिहास तिमीले रचेको छ एउटा महान इतिहास टुट्यो सपना निभ्यो आस गर्दछु आस तिम्रो बलिदानको गर्दछु आस तिम्रो बलिदानले पाउनेछ सम्मान सपना तिम्रो हुनेछ साकार नगरे वास्ता तिम्रो बलिदानको पाउनेछ सपना तिम्रो साकार नगरे वास्ता लाग्नेछ पाप नगरे वास्ता तिम्रो बलिदानको लाग्नेछ पाप आउनेछ देशमा शान्ति सुरक्षा आउनेछ देशमा शान्ति सुरक्षा बिना भ्रष्टाचारको विकास आउनेछ देशमा शान्ति सुरक्षा र बिना भ्रष्टाचारको विकास यही हो शहीद आमाको अन्तर हृदयको पुकार यही हो शहीदको आमाको अन्तर हृदयको पुकार हे शहीद ए मेरा बाबा आमाले तिम्रो सदा गर्नेछ गर्व आमाले तिम्रो सदा गर्नेछ गर्व टुटे नि सपना आफ्नो निभे नि आशा दीप शहीद तिम्रो आत्मालाई मिलोस् चिर शान्ति धन्यवाद मञ्चले कविताको लागि धेरै धेरै धन्यवाद अञ्जना ताम्राकारज्यू फेरि एकचोटि ताली बजाइदिनु होला उहाँको लागि यस्तै अबको क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवि श्री सुरेश किरण मानन्दरज्यू उहाँलाई हार्दिक स्वागत छ जुजलोपा यो अहिले पढ्न लागेको कविता वास्ता मूलतः नेपाल भाषामा लेखिएको हो यसको नेपाल भाषामा मैले अनुवाद सुनाउँछु यसको नेपाल भाषामा यसको शीर्षक रहेको छ देशया त ठाउँ छपा पासपोर्ट मालचुङडो यसको नेपाली चाहिँ के हुन्छ भने देश आज एउटा पासपोर्ट खोजिरहेछ हिजो बाटोमा आउजाउ गर्दा चोकमा भेटिरहने देश आज कुना काप्चामा समेत त्यति देखिँदैन हिजो बाटोमा आउजाउ गर्दा चोकमा भेटिरहने देश आज कुना काप्चामा समेत त्यति देखिँदैन हिमालमा तराईमा सडकमा बजारमा बहाबहिलहरूमा देश भेटिँदैन बरु देशलाई आजभोलि हरेकै दिन पसिनाले निथुर्क भिजेर पासपोर्ट लिने लाइनमा
अटेसमटेस लाइन बसिरहेको देख्छु। बरु देशलाई आजभोलि हरेकै दिन पसिनाले निटुक्क भिजेर पासपोर्ट लिने लाइनमा अटेसमटेस लाइन बसिरहेको देख्छु। हो आज देशलाई फुर्सद छैन। हो आज देशलाई फुर्सद छैन। सिङ्गै देश एउटा पासपोर्ट हात पार्न एक अफिसबाट अर्को अफिस, एक कोठाबाट अर्को कोठा, एक टेबलबाट अर्को टेबल ओहोर दोहोर गरिरहेको देख्छु। देशलाई केही चाहिएको छैन सिवाय एउटा पासपोर्ट। सायद भएको भए एउटा पासपोर्ट यो देश आफ्नो भूमि यतै छोडेर अर्को देशतिर सुटुक्क गइसक्थ्यो होला। सायद भएको भए एउटा पासपोर्ट यो देश आफ्नो भूमि यतै छोडेर अर्को देशतिर सुटुक्क गइसक्थ्यो होला। आज देशमा देशवासी मात्र होइन, स्वयं देश पनि देश छोडेर बाहिरिन खोजिरहेको छ। आज देशमा देशवासी मात्र होइन, स्वयं देश पनि देश छोडेर बाहिरिन खोजिरहेको छ। मातृभूमि छोडेर मुगलान पस्न खोजिरहेको छ। सायद देशलाई समेत लागिसकेको छ। अब यो देशमा बसेर केही हुन्न। सायद देशलाई समेत लागिसकेको छ। अब यो देशमा बसेर केही हुन्न। धन्यवाद। यस्तै अर्को क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ लोकप्रिय कवयित्री रजनी मिलाज्यू। उहाँलाई स्वागत गरौँ। कविता शीर्षक जो चाहिँ छपु रोमान्टिक पौड गाडो। कविता शीर्षक छपु रोमान्टिक पौड। लोवङ्क स्वामाथि हनाती खगोत, लोवङ्क स्वामाथि हनाती खगोत, छजी मैले यत्तले मुटुवा देका, लोवङ्क स्वामाथि हनाती खगोत, छजी मैले यत्तले मुटुवा देका। तौ एव छग खगो स्वाहाका थुक्तम मुटुवा जित। तौ एव छग खगो स्वाहाका थुक्त मुटुवा द छ। सीमा कच्चा याउको चोना चौमछङ्ग, सीमा कच्चा याउको चोना चौमछङ्ग, लिप्पा कया छ तुति लाओ थे, छङ्गु खगुलौ कया खाजुगु जुगुमन छ मतिना निशर्त पोसोएका। वेधुना स्वेधुन धन योगुली है चोनिना धुना। वेधुना स्वेधुन धन योगुली है चोनिना धुना, गबले थो मधुगु कुला थे जागो इया त जीवन छाया मतिना न हने धुना। जियो मथौ छन्त पाछाया जी, मतिनाया अदालते थत है साक्षीतया पाप है। मतिनाया अदालते थत है साक्षीतया पाप है। सत्य तोगिका छोएमखुजी, सत्य तोगिका छोएमखुजी, जी मतिना वेकागो मनस्वा सती देविया सीम थे। वा छ यत्तले मुटुवा, थो जमानाया सकल दुश्मन त जाना। वा छ यत्तले मुटुवा, थो जमानाया सकल दुश्मन त जाना। मजनू या त लोत के कुथे के की छ जित वितृष्णाया गोली। मजनू या त लोत के कुथे के की छ जित वितृष्णाया गोली। नुग है पा गंक बा वा बंधे नीकी छाछा जुइका जुगो मतिना। वा बंधे नीकी छाछा जुइका जुगो मतिना। जियो मथौ चाना प ज बाया वथे, जियो मथौ चाना प ज बाया वथे। छ मन नाप कोसौं कोस तापना न, छ मन नाप कोसौं कोस तापना न। सत्य छ मन नाप कोसौं कोस तापना न। सत्य मतिनाया दुश्मन ते देखो पखा दुने कुंका। सत्य मतिनाया दुश्मन ते देखो पखा दुने कुंका। सिनाउनी मखुजी अनारकली थे,
Cefu Bunlan. Abu di chan yewe kisum yu dukla. To विविधिया विषयले दु आमा न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु शीर्षक आमा न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु यो चेप्टो पृथ्वीको नक्सामा मलाई अटाउन यो चेप्टो पृथ्वीको नक्सामा मलाई अटाउन आफू बेरूप हुँदै मेरो भूगोल अथक बोकेर जब अन्त्यहीन सङ्घर्षको मैदानमा गर्वपूर्वक प्रस्तुत गरिन् मलाई आमा तिमीले यो चेप्टो पृथ्वीको नक्सामा मलाई अटाउन आफू बेरूप हुँदै मेरो भूगोल अथक बोकेर जब अन्त्यहीन सङ्घर्षको मैदानमा गर्वपूर्वक प्रस्तुत गरिन् तिमीले मलाई आमा तिम्रो जीवनको जग समेत उखेलेर नामेट पारिदियो तिम्रो नाम पहिचानको मानचित्रबाट तिम्रो जीवनको जग समेत उखेलेर नामेट पारिदियो तिम्रो नाम पहिचानको मानचित्रबाट र टाँगिदियो मेरो निधारभरि एक होर्डिङ बोर्ड पुरुष वंशजबाट सुरु गरेको मेरो पहिचान किटेर र तिमीलाई एक ढोलक सर पिट्न योग्य ठानियो तिमीले फेरेको हरेक सासबाट मलाई बिउताउँदै तिमीले फेरेको हरेक सासबाट मलाई बिउताउँदै निर्वाध रगत बगिरहने आफ्ना नसाहरू मेरो भूगोलसँग जोडेर एक सिद्धहस्त कलाकारले कोरिदिएको आजसम्मकै मूल्यवान सृष्टि हुँ तिमीले फेरेको हरेक सासबाट मलाई बिउताउँदै निर्वाध रगत बगिरहने आफ्ना नसाहरू मेरो भूगोलसँग जोडेर एक सिद्धहस्त कलाकारले कोरिदिएको आजसम्मकै मूल्यवान कृतिम तिम्रो सास तिम्रो रगत तिम्रो पीडा व्यथा र पीर तिम्रो सास तिम्रो रगत तिम्रो पीडा व्यथा र पीर तिम्रो भावना आवेश संवेग र प्रेमको एक अविच्छिन्न भूगोल हुँ म तिम्रो अस्तित्वकै एक अत्यन्त सुन्दर सृष्टि हुँ म तिमी माटो म फूल तिमी सूर्य म किरण तिमी सागर म नदी तिमी कविता म भाव यो अविभाज्य नाता हाम्रो परन्तु आमा म खोजिरहेको छु 8000 वर्षदेखि छु 8000 वर्षदेखि यो समाज र राज्यको आँखामा छापेको हाम्रो नाताको लिखतमा तिम्रो नाम तिम्रो आँसु झैँ अविरल बग्दै म सोधिरहेको छु मेरो अस्तित्व दर्ज गर्न साक्षी भएर मेरो जिन्दगीको इजलासमा तिमी किन उभिन पाउँदैनौ आमा के तिमी आज पनि ढोल नै हो आमा जसको हातमा पर्यो उसले आफू खुसी पिट्न पाउने बजाउन पाउने र पुरुष सत्ताको लागि रमिते भइदिने के तिमी आज पनि उनी द्रौपदी हो आमा जसको सहमति बिना नै दाउमा राख्ने जुवाडी पति युधिष्ठिरको विरोधमा दैला नाग्न सकेनन् तिम्रो चिर हरण हुँदै गर्दा नउठ्ने त्यो गदा त्यो धनुष त्यो बुद्धि त्यो आज्ञाकारिताको आदर्श विरुद्ध विद्रोह गर्न सकेन ती बहुपत्नीका पत्नी हो आज पनि तिमी लक्ष्मण रेखाभित्र बाँधिएको संस्कारी नारीको नाममा तिमी भित्र उब्जाइएको धैर्यता सहनशीलता कोमलता वा भनौँ तिम्रो लाचारीपन लक्ष्मण रेखाभित्र बाँधिएको संस्कारी नारीको नाममा तिमी भित्र उब्जाइएको धैर्यता सहनशीलता कोमलता वा भनौँ तिम्रो लाचारीपन जसमा टेकेर आजसम्म तिम्रो शरीरमाथि अधिपत्य जमाउँदै बलात्कारको हुङ्कार फलाक्दै आएका छन् समाजमा त्यसैले न तिमी स्वतन्त्र भयो न आज म स्वतन्त्र छु हामी आजसम्म अमुक्त नै छौँ नारी अस्तित्वकै अधिकारको डालो खोसेर उनीहरूले आफ्नो मुठीमा कैद गरेका हुन् नारी अस्तित्वकै अधिकारको डालो खोसेर उनीहरूले आफ्नो मुठीमा कैद गरेका हुन्
आज मैले हात फैलाएपछि बौलाएर सडकमा खुट्टा बजार्दै कराएपछि भर मुठी अधिकार शिशुले मुत निकाले चाहिँ छुलुक्क निकालिदिने राज्य पुरुष सत्ताकै निर्देशनमा नाटक गर्छ, पुरुष सत्ताकै तालमा नाच्दछ, पुरुष सत्ताकै भेषमा चटक देखाउँछ। न तिमी विभेद मुक्त भयो, न म आज विभेद मुक्त छु। न तिमी विभेद मुक्त थियौ, न आज म विभेद मुक्त छु। न तिमी पीडा मुक्त थियौ, न तिमी पीडा मुक्त थियौ, न म आज छु। हजारौं वर्षदेखिको हाम्रो मुक्तिको सङ्घर्ष, हजारौं वर्षदेखिको हाम्रो मुक्तिको सङ्घर्ष अनवरत जारी छ आमा, अनवरत जारी छ आमा। यो कविता पनि प्रकाशित भइसकेको छ अस्मिता भन्ने पत्रिकामा। हस्, धन्यवाद। सुभाष अन्तिम कविताको लागि धेरै धेरै धन्यवाद। एकदम फेरि ताली बजाइदिनु भयो मलाई। यसले अबको क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवि बागमती भाइज्यू। उहाँ निवास साधना कला केन्द्रको अध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई हार्दिक स्वागत छ। कविता भनेको छोटो मिठो हुनुपर्छ भन्ने सिद्धान्तमा लागेको मान्छे हो म। त्यसैले म छोटो मिठो कविता भन्छु। मन पर्छ भने ताली बजाउनु, मन पर्दैन भने निकालेर पठाउनु। तपाईको यही कविता हो। कविताको शीर्षक छ हुन्छ, जे पनि हुन्छ नेपाल मण्डलमा। पढेर बुझ्नेलाई ज्ञानी भन्छ, हो कि होइन? पढेर बुझ्नेलाई ज्ञानी भन्छ, ज्ञानको दियो बाल्ने सभ्य हुन्छ। पढेर बुझ्नेलाई ज्ञानी भन्छ, ज्ञानको दियो बाल्नेलाई सभ्य भन्छ। आत्मा साक्षी राखी कर्म हुन्छ, गुरुको ज्ञानले बुद्धिमान हुन्छ। कसो ठिक हो? सत्य वचनले मनमा छुन्छ, पाएको साथ हँसिलो नै हुन्छ। सँगै जिउने कसम नै हुन्छ, एउटा मुटु पोले अर्को दुख्छ। दुःखको संसारमा बल हुन्छ, पत्याउनु भएको छ कि छैन? दुःखको संसारमा बल हुन्छ, छाक मिली खाए अमृत हुन्छ। धनले मन कमाएको हुन्छ, व्यवहारले माटो दिएको हुन्छ। सत्यतामा निडरता नै हुन्छ, झुटो त केवल दिखावा मात्र हुन्छ। परेको बेला सत्य नै सत्य हुन्छ, आफ्नो कर्म हो आफैमा हुन्छ। भाग्य र सोचले जीवन हुन्छ, प्रतीक्षाको मेहनत सफल हुन्छ। कविताको शीर्षक यति हो। अब यो एउटा मुक्तकमा यहीबाट भनिदिन्छु। नेपाल मण्डलमा मलाई आज बोलाएको छ, खुसीले कविता भनिदिएको छ। नेपाल मण्डलमा आज मलाई बोलाएको छ, खुसीले कविता भनिदिएको छ। श्यामजीलाई पनि धन्यवाद छ, नयाँ अध्यक्षलाई पनि झन् धन्यवाद छ। धन्यवाद। यसै अबको क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवियत्री डाक्टर स्मृति साक्य। उहाँलाई स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। यसै अबको क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवियत्री डाक्टर स्मृति साक्य। उहाँलाई स्वागत गरौँ। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। म अब आफ्नो कविता प्रस्तुत गर्ने सानो जमर्को गर्दैछु। मेरो कविताको शीर्षक छ अनित्यताको बोध। अबको 100 वर्षपछि सायद हामी भावी पुस्ताको सम्झनामा मात्र रहन्छौँ होला। अबको 100 वर्षपछि सायद हामी भावी पुस्ताको सम्झनामा मात्र रहन्छौँ होला। आजका प्रियजन, टाढाका चिने जानेका मित्रहरू, शत्रुहरू र स्वयं आफू पनि सबै समयसँगै हराउनेछन्।
न सम्पत्ति बाँकी रहन्छ, न गरगहना, न गाडी, न बङ्गला। सब क्षणिक हो, अनित्य हो। श्वास क्षणिक, बास क्षणिक, भोक क्षणिक, प्यास क्षणिक, प्रतिशोध क्षणिक, लोभ लालच क्षणिक, हाम्रो घमण्ड, हाम्रो रिस सबै क्षणिक। अनि किन त हामी एक अर्कालाई लुट्छौँ, ठग्छौँ, काटमार गर्छौँ? किन हामी एक अर्कालाई हेप्छौँ, होच्याउँछौँ, गिज्याउँछौँ? के यसले कसैलाई शान्ति दिन्छ? यसले त अरूलाई रुवाउँछ अनि आफैलाई पनि पोल्छ, समाजलाई अझ अन्धकारतर्फ धकेल्छ। यसले त केवल दुःखको श्रृङ्खला बढाउँछ। जबसम्म हामी एक अर्कालाई चोट पुर्याइरहन्छौँ, जबसम्म हामी एक अर्कालाई चोट पुर्याइरहन्छौँ, त्यतिन्जेलसम्म खुसी, सह अस्तित्व र सुन्दर समाज केवल सपना मात्र बनेर रहन्छ, केवल सपना मात्र बनेर रहन्छ। तर हामीले चाहियौँ भने यो चक्र तोड्न सक्छौँ। तर हामीले चाहियौँ भने यो चक्र तोड्न सक्छौँ। लुट्ने हातलाई सहयोगमा बदल्न सक्छौँ। अरूलाई होच्याउने बोलीलाई प्रशंसा र प्रेरणामा रूपान्तरण गर्न सक्छौँ। घृणाको स्थानमा प्रेम बढाउन सक्छौँ अनि मात्र हाम्रो मन आनन्दमय हुनेछ, अरूको अनुहारमा मुस्कान छर्नेछ, समाज सुन्दर बगैँचा जस्तो हुनेछ, समाज सुन्दर बगैँचा जस्तो हुनेछ। त्यसैले प्रकृतिले दिएको यो अनमोल जीवन व्यर्थ नफालौँ। वर्तमानलाई मैत्री करुणाका भावसहित खुसीसँग बिताउँ, किनकि भोलि कसैले देखेको छैन, किनकि भोलि कसैले देखेको छैन, के हुन्छ थाहा छैन, पुनर्जन्म हुन्छ या हुँदैन त्यो पनि थाहा छैन। तर भए पनि सम्झने को होला र? पुनर्जन्म हुन्छ या हुँदैन त्यो पनि थाहा छैन, तर भए पनि सम्झने को होला र? केही गर्ने नै हो भने यही जीवनमा नै गरौँ, केही गर्ने हो भने यही जीवनमा नै गरौँ। समय त छिट्टै बग्छ, त्यसैले राग, द्वेष र तृष्णालाई त्यागी सत्कर्म गरौँ। अनित्य संसारमा, यो अनित्य संसारमा अन्ततः बाँकी रहने नै के त? केही समयलाई यो पृथ्वी बाँकी रहला र बाँकी रहला हाम्रो नाम अनि हाम्रो सम्झना। त्यसैले अनित्यताको बोध गरौँ, अनित्यताको बोध गरौँ। धन्यवाद। अब अर्को क्रममा अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवि सञ्जीत महर्जनज्यू, उहाँलाई स्वागत गरौँ। मेरो कविताको शीर्षक छ प्रिय, यानी जीवन साथी यानी श्रीमती भनौँ डाइरेक्ट है। अब सुरु गरौँ है। छुँदिन तिमीलाई डर लाग्छ मलाई, छुँदिन तिमीलाई डर लाग्छ मलाई, दुनियाँको होइन तिम्रो भर लाग्छ मलाई। छुँदिन तिमीलाई डर लाग्छ मलाई, दुनियाँको होइन तिम्रो भर लाग्छ मलाई। सक्दिन बस्न मनभित्र धेरै कुरा खेलाइ, सक्दिन बस्न मनभित्र धेरै कुरा खेलाइ, हरेक माया प्रेमका कुरा भन्छु म तिमीलाई। प्रिय प्रिय तिमीलाई बिर्सेर सम्झु म कसलाई, प्रिय तिमीलाई बिर्सेर सम्झु म कसलाई। आफन्त पनि दुःखमा हुँदो रहेछ पराई, यो जगतमा अरूलाई होइन तिमीलाई प्रिय, आफ्नो बनाउन कर लाग्छ मलाई। धन्यवाद। अन्तमा सबैजना स्वस्थ मस्त व्यस्त रहनुहोला। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद। कविताको शीर्षक दिउँ शान्ति। शान्ति मान्छेको नाम भने फेरि शान्ति भनेको मनको शान्ति है। शान्ति हे ख झिगुची, शान्ति हे झी मानचोना, शान्ति हे ख झिगुची, शान्ति हे झी मानचोना, शान्ति झिस फैले याना देय इज्जत तया चोना। बुद्ध जन्मे जुगु झिगु था थन हे याचोना झिस बा,
बुड्ढे जन्मे जुगु चिगु था थनहे याञ्चना चिस बा ठौँ कत नेपामी ग्वालिएना विदेशे मखु स्वदेशे चुनाव बुद्ध जग मखु हलिमे ना जाक तढङ्गु सगरमाथन दुई छिथा बुद्ध जग मखु हलिमे ना जाक तढङ्गु सगरमाथन दुई छिथा जन्मभूमि यत आपत जु बोले ल्वातन तया डुठो नेपामीका स्वाभिमानी नेपामी वीर गोर्खाली खजी सुयानप ग्यागुछा स्वाभिमानी नेपामी वीर गोर्खाली खजी सुयानप ग्यागुछा विदेश देय सीमा मिचे यान हबले तया जुइनु झी छप जुया लुया सकल नेपामी छठो छधी जुया सक्स्यान ठगु हे सपिका काला पानी ओ लिपुलेक नापन झिगु ख आन चिस झिगु हेदा सुबा धन्यवाद। मञ्चले कविताको लागि धेरै धेरै धन्यवाद। उहाँलाई फेरि एकपल्ट ताली बजाइदिनु होला। अब अर्को मिठो कविता लिएर आउँदै हुनुहुन्छ कवि दिपेन्द्र श्रेष्ठज्यू, उहाँलाई हार्दिक स्वागत छ। मेरो कविताको शीर्षक छ बाल्यकाल र म। स्याउले बजारको माथिल्लो टोल, स्याउले बजारको माथिल्लो टोल बीचमा रहेको पिपल चौतारी, स्याउले बजारको माथिल्लो टोल बीचमा रहेको पिपल चौतारी मलाई खुब याद आउँछ, मलाई खुब याद आउँछ मेरो बालापनको, मलाई खुब याद आउँछ मेरो बालापनको। मेरी आमाले भुटेको तातो तातो मकै र भटमास, मेरी आमाले भुटेको तातो मकै र भटमास, बुबाले सिलाइदिएको भोटो, बुबाले सिलाइदिएको भोटो, भोटोको बिचमा एउटा गोजी, तातो तातो एक मुट्ठी मकै र भटमास खाँदै खेलेका दिनहरू मलाई खुब याद आउँछ मेरो बालापनको, मलाई खुब याद आउँछ मेरो बालापनको। अहिले पनि आइरहन्छ उस्तै, अहिले पनि आइरहन्छ उस्तै। तातो मकै भुट्दा सुगन्धित बनेको मेरो गाउँ, तातो मकै भुट्दा सुगन्धित बनेको मेरो गाउँ अझै याद आउँछ त्यो माथिल्लो टोल बीचमा रहेको पिपल चौतारी। बुढो हजुरबा लट्ठी टेक्दै त्यो पिपल चौतारीमा, बुढो हजुरबा लट्ठी टेक्दै त्यो पिपल चौतारीमा चरित्र गाउँखाने कथा सुनाउनुहुन्थ्यो, चरित्र गाउँखाने कथा सुनाउनुहुन्थ्यो। हामी हजुरबाका कथा कान ठाडो पारेर सुन्थ्यौँ, हामी हजुरबाका कथा कान ठाडो पारेर सुन्थ्यौँ। अनि गाउँ दिन्थे उहाँले जित्नुहुन्थ्यो, अनि गाउँ दिन्थे उहाँले जित्नुहुन्थ्यो। हामी हार्थ्यौँ तर उहाँको मन भने हामी सधैँ जितिरह्यौँ। पिपल चौतारीको दक्षिणमा धान कुट्ने ढिकी, पिपल चौतारीको दक्षिणमा धान कुट्ने ढिकी, घरैमा रहेको मुसली, धान कुट्दा वरिपरि जम्मा भएको क्षण, अनि कहिले ढिकी चलाउँदै त कहिले ओखलमा धान चलाउँदै चामल बनाएको क्षण मलाई अझै सम्झना छ मेरो बालापनको। मेरी आमा मलाई भन्नुहुन्थ्यो पिपल बोटतिर धेरै नखेल है, भूत लाग्छ। आमाको कुरा माने झैँ गरेर बेटोड दौडन्थे घर मुनिको बारीको पाटामा रिक्सावाला खेल्न। आमाको कुरा माने झैँ गरेर बेटोड दौडन्थे घर मुनिको बारीको पाटामा रिक्सावाला खेल्न। धेरै याद त अझ च्यातिएको मोजाको आउँछ,
धेरै याद त अझ च्यातिएको मोजाको आउँछ, जुन मोजाले मेरो सिङ्गो बाल्यकाल बितेको थियो, जुन मोजाले मेरो सिङ्गो बाल्यकाल बितेको थियो। जब मोजा च्यातिन्छ, जब मोजा च्यातिन्छ, सिलाएर पनि च्यातिएपछि मोजा कोचेर चाउचाउ र बिस्कुटको खोल पुट्ट फुलेको सुन्दर बल बन्थ्यो। त्यही बलले जम्मा हुन्थ्यौँ हामी 20-25 भविष्यका युवा। त्यही बलले जम्मा हुन्थ्यौँ हामी 20-25 भविष्यका युवा। अनि खेलिन्थ्यो रिक्सावाला। कहिले कता त कहिले कता उफ्रिँदा उफ्रिँदै भाँचिएछ हात। जब आमा मेरो भाँचिएको हात समाउँदै बेसमारी रुनुभयो, मलाई भन्दा आमालाई दुख्यो, मलाई भन्दा आमालाई दुख्यो मेरो भाँचिएको हात। मैले डरले आमालाई कानैमा भने, बालाई नभन्नु है। आमाले रुँदै बालाई भनेपछि, आमाले रुँदै बालाई भनेपछि छिमेकीसँग बेम्यादी ऋण काटेर, छिमेकीसँग बेम्यादी ऋण काटेर बाले भाँचिएको हात जोड्न काठमाडौँ पुर्याएको याद छ। बग्रेलती आरोह र अवरोहसँगै, बग्रेलती आरोह र अवरोहसँगै 60को वय नागेपछि आमा अस्वस्थ हुँदै जानुभयो। बग्रेलती आरोह र अवरोहसँगै 60को वय नागेपछि आमा अस्वस्थ हुँदै जानुभयो। आमाको चिन्तासँगै, आमाको चिन्तासँगै यतिखेर मेरो मन पनि अस्वस्थ छ। धन्यवाद। मन छुने कविताको लागि धेरै धेरै धन्यवाद। अब कार्यक्रमलाई विधिवत रूपमा समापनतिर लैजानु अघि आजको कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनु हुने प्रमुख अतिथि, विशेष अतिथि, स्रष्टाज्यूहरू तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिदिनु हुन म श्रीमती अञ्जना ताम्राकारज्यूलाई हार्दिक स्वागत गर्दछु। आज यसो भव्य तथा सभ्य प्रोग्राममा आएर मलाई पनि धन्यवाद दिने अवसर प्रदान गरिदिनु भयो, त्यसको लागि पनि यो संस्थाले धेरै धन्यवाद। हुन त संस्था अब मेरो पनि भइसकेको छ, म पनि यसको एज अ एजुकेटिभ मेम्बर छु। नमस्कार जजलोपा सबैलाई, मेरो भित्री हृदयदेखि सबैलाई नमस्कार जजलोपा। आजको यस कार्यक्रमका सभापतिज्यू मल्टी ट्यालेन्टेड सन्ध्या साकेज्यू, यस्तै गरिकन हाम्रो निमन्त्रणा स्वीकार गरी आफ्नो समय, आफ्नो व्यस्तताको बावजुद पनि आउनुभएका प्रमुख अतिथि, पूर्व बागमती प्रदेशका मन्त्री डाक्टर अजय क्रान्ति साकेज्यू, त्यसै गरिकन भाषा आयोगका मेम्बर सदस्य, विशेष अतिथि सुरेश किरण मानन्दरज्यू, निवर्तमान अध्यक्ष श्री श्याम स्मृतिज्यू, सञ्चालक समितिका साथीहरू, सम्पूर्ण अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण साहित्य र संस्कृति प्रेमी दिदी तथा दाजुभाइहरू, म अञ्जना ताम्राकारको पुनः फेरि हार्दिक नमस्कार गर्न चाहन्छु। यो हाम्रो नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्ट भनेको भन्छन् देशको गहना नै साहित्य र भाषा हैन र सम्पदा हो। त्यसै हामीले यो साहित्य सम्पदा भाषाको लागि एकदम 5 वर्षमा पनि यतिका विभिन्न रिसर्चहरू गरेर आइराख्नु भएको छ। यसको लागि हामी फेरि पनि अर्को प्रार्थना गर्छौँ, हामीले यस्तै रिसर्चहरू धेरै गर्न पाऊँ, हाम्रो देशको साहित्य संस्कृति र सम्पदालाई पनि जोगाउनमा केही भए पनि मद्दत गर्न पाऊँ। म यस नेपाल मण्डल लिटरेचर ट्रस्ट कल्चर ट्रस्टको तर्फबाट यहाँहरू सबैलाई आजको यो 5औं वार्षिक सभामा कविता वाचन एकदम विभिन्न आफ्नो जिन्दगीको विभिन्न पानाहरूबाट कसैले आमाको बच्चा बेलाको स्मरण गर्नुभएछ, कसैले विभिन्न हाम्रो प्रमुख अतिथिले त प्रेमको भाषा पनि बोल्नुभएछ। आज एकदमै राम्रो लाग्यो। त्यस्तै विभिन्न साहित्यिक भाषाहरू बोल्नुभएको छ। यस्तै गरी हाम्रो डाक्टर स्मृतिले हामी के हो त अब टाइम भन्यो केही पनि होइन, हामी किन लोभ लालच पाप गर्ने भन्ने कुरामा पनि उहाँले भन्नुभएको छ। त्यस्तै हाम्रो एकदम कवयित्री श्री
रजनी मिलाजुले आफ्नो भव्य आमाको लागि जुन भन्नुभएको छ एकदमै मन छुने कविता भन्नुभएको छ। उहाँको कविता त उत्कृष्टै छ, त्यो हामीले भनिराख्नु पर्ने नि भएन। त्यसै अजयजीको पनि उत्कृष्ट छ। यहाँ सबैले पनि आफ्नो तरिकाले आफ्नो आफ्नो भाषाले आफ्नो आफ्नो कविताहरू मन छुने कविताहरू भन्नुभएको छ। त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो आज काम भनेको कुरा गर्नुभन्दा पनि धन्यवाद दिने हो। त्यसैले म यहाँ आफ्नो एकदमै अमूल्य समय दिएर पनि आउनुभयो, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरिकन यो नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको यो 5औं वार्षिक साधारण सभामा यहाँहरूले आएर भव्य यहाँको सभ्य भव्य त्यसै यो प्रोग्राम धेरै भव्य पारिदिनु भएको छ, त्यसलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरिकन हामीले अघि हाम्रो मुख्य अतिथिले भन्नुभएको छ हामी हरेक 2 महिना या 3 महिनामा पनि हामी यस्तो प्रोग्रामहरू गरेर जाँदैछौँ भने त्यसमा पनि यहाँहरूले सहभागी गरिदिनु होला। आफ्नो उत्कृष्ट साहित्यहरूलाई पनि यहाँ वाचन गरिदिनु होला। त्यसै गरिकन यहाँ मेरो विचारमा लाग्छ यदि कसैको किताब या साहित्यिक केही पत्र पत्रिका या आफ्नो बुकहरू छ भने पनि यहाँबाट हामी लन्चिङ पनि गर्छौँ। त्यसै गरी यहाँ अरू धेरै लामो नभनौँ, अब लामो भइसक्यो। यहाँ यतिका सबै यहाँ जस्तै यो ब्यानर टाल्नुदेखि लिएर यहाँ यतिका सबै सभ्य भव्य तरिकाले यो एरेन्ज गर्नुभएको संस्थालाई पनि गर्नुभएकोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै यहाँ आइराख्नु भएको पत्रकारजीहरू हुनुहुन्छ भने उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। यस्तै यो माइक क्यामेराको काम गरिदिनु भएको भाइहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र त्यस्तै गरी आज त हाम्रो खानाको पनि व्यवस्था छ, खानाको पनि व्यवस्था गर्नलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी म अर्को के एउटा रिक्वेस्ट गर्न चाहन्छु भने यहाँ किताब त्यत्तिकै तपाईँले हेरेर बसिराख्नु भएछ, यदि यहाँले केही लिइदिनु भयो भने त्यसमा पनि म धेरै नै धन्यवाद दिन चाहन्छु। किताब त्यहाँ बसिरहेको छ तपाईँहरूको प्रतीक्षामा। यो एउटा अमूल्य हाम्रो अजयजीको अमूल्य कृति हो। यो कृतिले हामीले धेरै नै फाइदा लिन सक्छौँ। 100, 200, 500 भनेको त केही पनि होइन, तर यो कृति यतिको लागि उहाँले कति मेहनत गर्नुभएको छ होला तपाईँहरूले विचार गर्नुहोस्। त्यसैले यो कृतिलाई पनि तपाईँले सम्मान गरिदिनु होला। हाम्रो देशको गहना साहित्य संस्कृति र सम्पदालाई जुन हामीले बचाउनको लागि हामी यहाँ आइरहेका छौँ, त्यसको लागि यहाँहरूले पनि पछि पनि यतिकै नै मद्दत गरिदिनु होला। यहाँ जुन यो प्लेस यो ठाउँ उपलब्ध गराइदिनु भयो यसको लागि पनि हामी धन्यवाद दिन चाहन्छु। मलाई चाहिँ त्यति कुरा गर्न आउँदैन है, त्यसैले यहाँ केही भुल भयो भने त्यसमा पनि म क्षमा माग्न चाहन्छु। र यहाँ मलाई पनि कविता वाचन गर्नलाई समय दिनुभएको छ, त्यसको लागि पनि म धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद थ्याङ्क यू। धेरै धेरै धन्यवाद अञ्जना आम्रागाईज्यू। अब आजको यस 5औं साधारण सभा तथा कविता वाचन कार्यक्रमलाई सम्बोधन गरिदिनु हुनका साथसाथै कविता वाचन समेत गरिदिनु भई यस सभा विसर्जन गरिदिनु हुन यस ट्रस्टका अध्यक्ष श्री सन्ध्या वज्राचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसका साथै म कार्यक्रम सञ्चालिका रावी साक्रे तपाईहरूबाट आजको लागि बिदा चाहन्छु। धन्यवाद। जुजुम्बा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूमा सादर नमस्कार। आज यस नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टको 5औं वार्षिक साधारण सभा तथा यो भव्य कविता वाचन कार्यक्रमको अध्यक्षता गर्न पाउँदा र यहाँको गरिमामय उपस्थिति देख्दा म आफूलाई निकै गौरवान्वित महसुस गरिरहेकी छु। सर्वप्रथम आज यस विशेष समारोहमा आफ्नो व्यस्त समयका बावजुद पनि उपस्थित भइदिनुभएका हाम्रा प्रमुख अतिथि डाक्टर अजय क्रान्ति साक्यज्यू, त्यस्तै भाषा आयोगका सदस्य माननीय श्री सुरेश मानन्दज्यू र यस संस्थाका जग बसाल्न नेतृत्वी भूमिका खेल्नुभएका हाम्रा मार्गदर्शक एवं निवर्तमान अध्यक्ष श्री श्याम स्मृतज्यू, सञ्चालक समितिका साथीहरू, आजका मुख्य आकर्षक रहनुभएका सम्पूर्ण सर्जक एवं कविज्यूहरू तथा उपस्थित सम्पूर्ण साहित्यिक अनुरागी महानुभावहरूमा म हार्दिक नमन गर्दछु। विक्रम सम्वत 2077 सालमा स्थापना भएको यो ट्रस्टले छोटो समयमै नेपाल मण्डलको मौलिक संस्कृति, भाषा र साहित्यको संरक्षणमा एउटा इँटा थप्ने काम गरेको छ।
आज म यस संस्थाको अध्यक्षताको हैसियतले जिम्मेवारी सम्हाल्दै गर्दा मलाई यो गरिमामय पदले जति गौरव महसुस गराएको छ त्यति नै जिम्मेवारीको भार पनि थपेको महसुस भइरहेको छ। हाम्रो इतिहास र सम्पदा हाम्रा पहिचान हुन्। साहित्य त्यसको मुटु हो र अग्रजहरूले देखाउनु भएको बाटोलाई पछ्याउँदै संस्थाको उद्देश्य अनुरूप नेपाल मण्डलको वाङ्मयलाई अझ उचाइमा पुर्याउन म र मेरो टिम प्रतिबद्ध रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु। यस यात्रामा यहाँहरू सबैको निरन्तर साथ, सहयोग र सल्लाहको म सधैँ अपेक्षा पनि गर्दछु। आजको कार्यक्रमको रौनकता नै हाम्रा सर्जक हुनुहुन्छ। म विशेष रूपमा यहाँ उपस्थित भएर आफ्ना बेजोड कविताहरू वाचन गरिदिनु भएको सम्पूर्ण कवि तथा कवयित्रीज्यूहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईँहरूका कवितामा समाजको चित्र थियो, संस्कृतिको सुगन्ध थियो र मन छुने भावना थियो। शब्द शब्दमा उत्रिएका ती बिम्ब र प्रतीकहरूले आजको यो सभालाई साँच्चीकै साहित्यिक र अर्थपूर्ण बनाइदियो। साहित्य र सिर्जना बिना कुनै पनि समाज जीवन्त रहन सक्दैन र त्यो जीवन्तता भर्ने काम आज यहाँहरूले गर्नुभएको छ। हाम्रो छोटो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो र आफ्नो अमूल्य सृजना हामीलाई सुनाउनु भयो। यसका लागि नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्ट सदैव ऋणी रहनेछ। यहाँहरूको कलम कहिले नरोकियोस्, सृजना यात्रा अविरल चलिरहोस्। धेरै धेरै धन्यवाद। र मैले पनि सानो कविता रचेको छु, केही गल्ती भएमा माफी पाऊँ। मेरो कविताको शीर्षक छ सकारात्मक सन्देश। फुलेको फुल सधैँ रहन्न, एक दिन त ओइलाउनै पर्छ। फुलेको फुल सधैँ रहन्न, एक दिन त ओइलाउनै पर्छ। यो रङ्गीन संसारको रीत नै यही, सबैले बिदा हुनु पर्दछ। आज फुलहरूको मुस्कान छ, तर एक दिन झर्नु नै पर्छ। यस्तै छ यहाँको रीत, जन्मेपछि एक दिन सबैले मर्नु नै पर्छ। त्यसैले किन गर्छौ घमण्ड यहाँ, केही नै छ र नित्य यहाँ। बिलाएर जान्छ एक दिन यो जिन्दगीको मिठो सपना पनि। रित्तो हात आएका हौँ हामी, रित्तै हात जानु छ। बाँचुन्जेल यहाँ असल कर्म गरेर बाँच्नु पर्दछ। त्यसैले बाँचौँ हाँसेर, शुद्ध चित्तका साथ मैत्री भावना बढाउँ। दुखीको घाउमा मलम लगाउँदै सेवा र परोपकार गरौँ। फूल झरे पनि सुगन्ध रहोस्, फूल झरे पनि सुगन्ध रहोस्। मान्छे मरे पनि सम्झना रहोस्। संसार छोडी जाँदा पनि सबैको ओठमा हाम्रो नाम रहोस्। संसार छोडी जाँदा पनि सबैको ओठमा हाम्रो नाम रहोस्। धन्यवाद। अन्त्यमा आजको यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा हात बढाइदिनु भएका सम्पूर्णमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु र सँगसँगै यहाँ धैर्यपूर्वक बसेर हाम्रो यस कार्यक्रमलाई सुनिदिनु भयो, साथ दिइदिनु भयो। धेरै धेरै धन्यवाद। यससँगै यस सभा यही विसर्जन भएको घोषणा गर्दछु। धन्यवाद।